सो हामी निरन्तर रूपमा खरिदार मोडल सेट नै डिस्कस गरिरहेछौँ। सो त्यस्तै आज हामी मोडल सेट 4 का क्वेसनहरू डिस्कस गर्छौँ। पहिलो क्वेसन के रहेछ भने तल दिएको क्रममा एउटा अङ्क गलत छ, त्यस अङ्कलाई पत्ता लगाउनुहोस्। द्याट इज हामीले यहाँ चाहिँ अड वन पत्ता लगाउनु पर्ने। एबिसिडी मध्ये 4 वटा मध्ये कुन चाहिँ फरक छ, कुन चाहिँ फरक लजिकले बनिरहेछ। जस्तै यहाँ हेरौँ त ए मा 3781, बी मा 1593, सी मा 9175, त्यस्तै डी मा हेर्ने भने 7359। सो यहाँ हेरौँ त ए मा हेर्ने हो भने यो 3781 मध्ये 8 चाहिँ एउटा जोड संख्या, द्याट इज इभन नम्बर, बाँकी सबै अड नम्बर बिजोड संख्याहरू। त्यस्तै बी मा हेर्ने भने सबै बिजोड संख्या अड नम्बर, सी मा पनि सबै बिजोड संख्या, डी मा पनि सबै बिजोड संख्या। भनेपछि ए मा चाहिँ एउटा चाहिँ जोड संख्या रहेछ, बाँकी सबैमा हेर्ने हो भने के रहेछ भने बिजोड संख्या। त्यही भएर यहाँ चाहिँ फरक लजिकले बनेको चाहिँ कुन रहेछ भने ए। सो हाम्रो एन्सर चाहिँ के हुने भयो, अप्सन ए। नेक्स्ट क्वेसन हेरौँ त। नेक्स्ट क्वेसनमा हामीलाई के भन्दैछ भने 1 4 10 22 46, त्यसपछि नेक्स्ट हामीले निकाल्नु पर्ने। सो यहाँ हेरौँ त 1 बाट 4, 4 बाट 10, 10 बाट 22, 22 बाट 46, द्याट इज 46, त्यसपछि वाट। सो यो सिम्पल बढिरहेछ भने बढ्दो क्रममा छ भने यहाँ हेरौँ त 1 बाट 4 भनेको 3 ले बढ्या छ, 4 बाट 10 भनेको 6 ले बढ्या छ, त्यस्तै 10 बाट 22 भनेको 12 ले बढ्या छ, 22 बाट 46 भनेको 24 ले बढ्या छ। सो सिक्वेन्स के देखिरहेछ भने पहिलो 3 को, त्यसपछि 6 ले, त्यसपछि 12 ले, त्यसपछि 24 ले, भने नेक्स्ट चाहिँ के हुनुपर्छ भने 48 ले बढ्नुपर्छ र 46 मा 48 जोड्ने हो भने 40 40 80 अनि 8 छ 14 भनेको 94 आउँछ। त्यसपछि यही सिक्वेन्स अनुसार हाम्रो नेक्स्ट वाटको ठाउँमा के आउने भयो, 94, जुन हामीसँग कहाँ छ भने अप्सन सी मा छ। ल यहाँ हेरौँ त रुजु गर्नुपर्ने मूल सूची र रुजु गर्ने पनि सूची चाहिँ कलम फर्स्ट सेकेन्ड थर्ड कुन कलम मिस्टेक छ कुन कलम करेक्ट छ हामीले पत्ता लगाउनु पर्ने यो मूल सूची हेरेर ओरिजिनल लिस्टबाट। सो जस्तै कलम 1 मा हेरौँ त के छ, AH38, AH38 नै छ। त्यसपछि 7FSJ, 7FSJ नै छ। VO नै छ। AHF67, AHF67 भनेको कलम जस्ताको त्यस्तै छ, करेक्ट छ। त्यस्तै कलम सेकेन्ड हेरौँ त ZCMX, त्यसपछि W6849, W6849 नै छ। FKGW नै छ। भनेपछि कलम सेकेन्ड पनि जस्ताको त्यस्तै, भनेपछि कलम सेकेन्ड पनि करेक्ट छ। त्यस्तै कलम थर्ड हेरौँ त 5OKSFGHI, 5OKSFF भयो। यहाँ कलम थर्डमा यहाँ चाहिँ हामीलाई एफ पछि जे छ, यहाँ चाहिँ एफएफ भयो भनेपछि कलम सेकेन्ड चाहिँ मिस्टेक रहेछ, जस्ताको त्यस्तै छैन। त्यसो भए दुईटा कलम चाहिँ कलम फर्स्ट र सेकेन्ड चाहिँ जस्ताको त्यस्तै छ, द्याट इज करेक्ट छ। कलम थर्ड चाहिँ इनकरेक्ट छ। सो यो अनुसारको हाम्रो बेस्ट अप्सन हेरौँ त कुन रहेछ, द्याट इज कलम 1 इज इनकरेक्ट। बी, अप्सन बी हेरौँ त कलम फर्स्ट एन्ड सेकेन्ड आर करेक्ट, द्याट इज के छ त थर्ड चाहिँ इनकरेक्ट छ, भनेपछि फर्स्ट र सेकेन्ड चाहिँ के छ भने करेक्ट छ। सो हाम्रो एन्सर के हुने भयो त अप्सन बी। अर्को क्वेसन हेरौँ। यहाँ के छ भने समुद्र इस्टु जहाज हुन्छ भने आकाश इस्टु वाट। सो सिम्पल लजिक छ यो। समुद्रमा हामी जहाज चलाउँछौँ, सो समुद्रमा हामीले जहाज चलाए जस्तै आकाशमा हामी के चलाउँछौँ या के उडाउँछौँ भने हवाई जहाज। सो समुद्रको जहाज भए जस्तै आकाशको के हुन्छ भने हवाई जहाज, जुन हामीसँग अप्सन डी मा छ भने हाम्रो एन्सर चाहिँ के हुने भयो, अप्सन डी। यो हेरौँ त अर्को क्वेसन। यदि पेन अल्टिमेट शब्दका फर्स्ट, फिफ्थ, नाइन्थ र 11th अक्षरहरूबाट एक मात्र अर्थपूर्ण शब्द बनाउन सम्भव हुन्छ भने त्यो शब्दको कुन अक्षर अगाडिबाट तेस्रो स्थानमा हुन्छ। यदि ती अक्षरहरूबाट कुनै अर्थपूर्ण शब्द बनाउन सकिँदैन भने यन उत्तर दिनुहोस्। यदि एक भन्दा धेरै त्यस्ता अर्थपूर्ण शब्दहरू बनाउन सकिन्छ भने यम उत्तर दिनुहोस्। सो पहिला हेरौँ त फर्स्ट, फिफ्थ, नाइन्थ र 11th बाट। सो फर्स्ट के छ त पी छ। फिफ्थमा कुन छ हेरौँ त 1 2 3 4 5 भनेको यल छ। त्यस्तै नाइन्थ हेरौँ भनेपछि 6 7 8 9 भनेको ए छ। त्यस्तै 11औं मा हेरौँ, 11औं मा 10 11 भनेको लास्टको, द्याट इज ई। सो PLAE बाट
कतिवटा वर्ड बनाउन सकिन्छ एउटा त PALE नै बन्ने भयो PALE बन्छ एउटा पेल त्यस्तै प्ली पनि बन्छ PLEA प्ली पनि बन्छ त्यस्तै LEAP ली पनि बन्छ भनेको यहाँ त सजिलो के भइहाल्यो भने एक भन्दा बढी वर्डहरु बनिरहेछ यो अल्फाबेटहरुबाट सो एक भन्दा बढी बनिरहेछ भने हामीलाई के आन्सर दिन भनेछ दैट इज यम सो हाम्रो आन्सर चाहिँ के हुने भयो अप्सन सी arrange the number in a ascending order from lowest to highest सो हामीले सानोबाट ठूलो क्रममा चाहिँ मिलाउनु पर्ने सो यहाँ हेरौँ त पहिला 24 24 24 सबैमा 24 छ त्यसपछि 9 7 7 अनि 8 भनेको दुईटा 7 वाला पहिला हेरौँ सो दुईटैमा 7 छ भने 3 8 सो पहिलो 3 वाला आउँछ सो पहिलो 2 आउने भयो त्यसपछि 3 आउने भयो अनि अब त्यसपछि 8 वाला हेरौँ 8 वाला 4 हो भने 4 नम्बरको आउने भयो त्यसपछि 1 नम्बरको सो हाम्रो एसेन्डिङ अर्डरको सिक्वेन्स के हुने भयो 2 3 4 1 सो 2 3 4 1 कहाँ छ हामीसँग अप्सन सी मा छ ल अर्को क्वेशन हेरौँ त एउटा मान्छेले फूलको थुङ्गालाई त्यसको मूल्यमा 20% घटाएर बेच्दा 400 हुन्छ भने सो फूलको घटाउनु अगाडिको मूल्य कति होला सो 20% घटाइसकेपछि चाहिँ के हुन्छ भने 400 हुन्छ भनेको ओरिजिनल मूल्यको दैट इज 80% भनेको कति रहेछ भने 400 रहेछ त्यसो भए 20% घटाएर 400 हुन्छ भनेको भने 80% चाहिँ 400 रहेछ घटाउनु भन्दा अगाडिको मूल्य सोध्दै छ भने त्यो भनेको हामीलाई 100% निकाल्न भन्या हो सो 80% भनेको 400 हुन्छ भनेको 100% भनेको कति 400 मा 80 इन्टु के त 100 सो एउटा 0 क्यान्सल 8 ले क्यान्सल गर्ने हो भने 8 पंचे 40 दैट इज 50 आउने भयो 50 इन्टु 10 भनेको 500 सो फूलको घटाउनु भन्दा अगाडिको मूल्य चाहिँ कति रहेछ भने 500 जुन हामीसँग अप्सन ए मा छ अर्को क्वेशन हेरौँ त यदि कप बोर्डको कोड CXPBXSRD भए एमेजमेन्टको कोड के हुन्छ भन्दैछ सो यहाँ हेरौँ त सी जस्ताको त्यस्तै छ पी जस्ताको त्यस्तै आएको छ बी पनि जस्ताको त्यस्तै आर र डी पनि जस्ताको त्यस्तै चेन्ज के भयो त यू ओ ए भनेको मिनिङ के त कन्सोनेन्ट लेटरहरु जस्ताको त्यस्तै भवेल लेटरलाई केले रिप्रेजेन्ट गरिरहेछ भने सो भवेल लेटरहरुलाई केले रिप्रेजेन्ट गरिरहेछ त यक्स सो भवेल लेटरहरु जति छन् सबलाई यक्स ले कोड गरिरहेछ बाँकी कन्सोनेन्टलाई जस्ताको त्यस्तै सो त्यस्तै हामीले के को खोज्नु पर्ने त एमेजमेन्ट को सो सुरुमै भवेल लेटर आछ भने सुरुमै यक्स आउनु पर्छ त्यसपछि यम जस्ताको त्यस्तै त्यसपछि फेरि ए आएको छ भने फेरि यक्स त्यसपछि जेड जस्ताको त्यस्तै ई आएको छ भने फेरि यक्स त्यसपछि यन भनेको जस्ताको त्यस्तै टी जस्ताको त्यस्तै भनेको लास्टमा एन्टी हुनु पर्यो अगाडि यक्सबाट सुरु भएको लास्टमा एन्टी कहाँ छ हामीसँग अप्सन ए मा छ सो यसको लागि करेक्ट आन्सर के हुने भयो त अप्सन ए ल यो हेरौँ त यहाँ हामीले ट्रायंगल काउन्ट गर्नुपर्ने सो यहाँ त्रिभुजको संख्या कतिवटा छ सो यो सिम्पल हेर्ने हो भने एउटा षटकोण छ षटकोण यस्तो षटकोण कस्तो हुन्छ भने एक्चुअल फिगर षटकोणको यो त्यसपछि यसमै यो आको यस्तो वाला सो यो षटकोण छ भने षटकोणमा हामीले पढ्दै आएको कतिवटा 8 वटा हुन्छ एउटा षटकोणमा नम्बर अफ ट्रायंगल्स कतिवटा हुन्छ 8 वटा अब यो बाहिरको ट्रायंगलहरु पनि डिवाइड भइरहेछ भनेको त्यो एड भएर आउँछ सो षटकोणको 8 वटा त्यसपछि हामीसँग एड भएको कतिवटा छ त 1 2 त्यसपछि 3 4 5 6 7 अनि 8 त्यसपछि 9 10 भनेको 10 वटा ट्रायंगल अर्को एडिसन भएको छ भनेपछि षटकोणको 8 वटा यो 10 वटा एक्स्ट्रा गरेर टोटल चाहिँ कतिवटा हुने भयो त 18 वटा सो यहाँ चाहिँ नम्बर अफ ट्रायंगल्स कतिवटा रहेछ भने 18 वटा जुन हामीसँग अप्सन बी मा छ अर्को क्वेशन हेरौँ त एक बिहान सूर्योदयपछि प्रेरणा र तृप्ति आम्ने सामने भएर कुरा गरिरहेका छन् यदि प्रेरणाको छाया तृप्तिको दाहिने पर्छ भने प्रेरणा कुन दिशातर्फ फर्केकी छिन् सो के भन्दैछ भने प्रेरणा र तृप्ति सो यसरी मैले दाहिने र लेफ्ट वा राइट को स्याडोको फर्मेसन आयो भने त्यो दुई जनाले कसरी राख्ने भने नर्थ र साउथमा राखेर हेर्ने एन्सर पनि कि त नर्थ हुन्छ कि त साउथ हुन्छ यो केसमा सो यसरी मैले माथि तृप्ति यहाँ राखे अर्को प्रेरणालाई यहाँ राखे अर्ली इन द मर्निङ को कुरा गर्दैछ बिहानको सूर्योदय भनेपछि बिहान त ईस्ट तिर हुन्छ हाम्रो सन सो सन ईस्ट तिर हुन्छ भने स्याडो वेस्ट तिर बन्छ कसको स्याडो भन्दैछ त प्रेरणाको सो प्रेरणाको स्याडो कतातिर भन्ने भयो त यसरी वेस्ट तिर
अनि कसको दायाँ हुनुपर्छ त तृप्तिको। सो तृप्तिको लागि राइट यो लेफ्ट यो। सो तृप्तिको राइटमै बनिरहेछ भनेको हामीले राखेको पोजिसन ठिक छ र यो अनुसार अब प्रेरणाको डिरेक्सन सोध्दैछ, प्रेरणा चाहिँ कतातिर फर्केकी छिन् भनेर। सो प्रेरणा चाहिँ कतातिर रहेछ भने नर्थतिर। सो हाम्रो एन्सर चाहिँ के हुने भयो अप्सन ए द्याट इज नर्थ। अर्को क्वेसन हेरौँ त। तल दिएको प्रश्नमा दिएको सकल डाटासँग त्यसको प्रतिलिपि तुलना गरी प्रतिलिपिमा कतिवटा त्रुटि छन् पत्ता लगाउनुहोस्। त्यहाँले यहाँ पनि हामीले रुजु गर्नुपर्ने। सो यहाँ कतिवटा मिस्टेक भएको छ ओरिजिनल र कपीमा, त्यो हामीले पत्ता लगाउनु पर्ने। सो सिएचएआर नै छ। यसरी एउटा एउटा लेटर कम्पेयर गर्दा पनि हुन्छ या दुई तीनवटा लेटरहरूलाई एकैचोटि कम्पेयर गर्दा पनि बेटर। सो यलओ छ, त्यसपछि यलई छ भनेपछि एउटा मिस्टेक भेट्यो। यहाँ यलओ छ, यहाँ चाहिँ ई छ भनेपछि टिटिई जस्ताको त्यस्तै। सो एउटा मिस्टेक। त्यसपछि 1417 इस्ट 123 आरडी भनेको इस्ट 123 आरडी नै छ। स्ट्रिट डबल ई छ, यहाँ एउटा ईलाई एमा चेन्ज भइदिएछ, एमा चेन्ज गरेछ भनेपछि अर्को मिस्टेक। दुईटा मिस्टेक भेट्यो अहिलेसम्म। केएआरएनए केएआरएनए एडी 98467। सो 98466 भएको छ। यहाँ 67 छ, यहाँ चाहिँ 66 भएको छ भने अर्को एउटा मिस्टेक। सो टोटल कतिवटा त 1 2 3 तीनवटा मिस्टेक छ भने हाम्रो एन्सर चाहिँ के हुने भयो अप्सन सी द्याट इज 3। अब यो हेरौँ त, हामीले प्याटर्न कम्प्लिट गर्नुपर्ने यहाँ। सो अरूको बक्सेसहरूमा भएको प्याटर्नहरूलाई हेरेर हामीले प्याटर्न बनाउनु पर्ने। सो यो यसरी गइरहेछ भने यो बक्समा एउटा लाइन यसरी आउँछ, यो सबैमा गएको छ त्यस्तो लाइन। त्यसपछि यो गरेर यसरी यहाँ एड भइरहेछ भने यस्तै गरेर यहाँ पनि एड हुन्छ अर्को। त्यसपछि यो लाइन यसरी आउने भयो यहाँनिर। सो यो हेरौँ त, अब यति पोर्सन हेरौँ, यति पोर्सन 1 2 3 4 मध्ये कुनमा छ सेम सेप। सो यहाँदेखि यहाँसम्म जानु पर्यो, यो कर्नरदेखि यहाँसम्म भनेको 2 मा छ सेम जस्ताको त्यस्तै। सो हाम्रो एन्सर चाहिँ के हुने भयो फिगर नम्बर 2। अर्को क्वेसन हेरौँ त। यहाँ चाहिँ हामीले अड वन पत्ता लगाउनु पर्ने। सो 1 2 3 4 5 फिगर मध्ये कुन चाहिँ फरक लजिकले बनिरहेछ। सो यहाँ लोभहरू हामी देखिरहेछौँ, प्रत्येकमा तीन तीनवटा लोभ छ र सबै जस्ताको त्यस्तै देखिएको छ भने यो रोटेसनको केस हुन्छ। र रोटेसनको केसमा हामीले पत्ता लगाउने तरिका के हो भने फिक्स पोइन्ट मानेर क्लकवाइज वा एन्टी क्लकवाइजमा एरो बनाएर हेर्ने। सो यहाँ हेरौँ त, दुईटा लोभ एकतिर छ, एउटा लोभ अलिक टाढा छ, छुट्टै छ अलिकति। सो तीनटा लोभ मध्ये दुईटा एक ठाउँमा छ, अर्को लोभ छुट्टै छ। सो यो छुट्टै भएको लोभको टुप्पोमा मैले एउटा फिक्स पोइन्ट माने, त्यस्तै सबैमा त्यही मान्छु। अब यो छुट्टै भएको लोभको टुप्पोमा छुट्टै, यहाँ 4 मा पनि यस्तै, त्यस्तै 5 मा पनि त्यस्तै। अब म के गर्छु भने क्लकवाइज वा एन्टी क्लकवाइजमा एरो ड्र गर्छु। सो यसरी मैले एन्टी क्लकवाइजमा ड्र गरेँ, एन्टी क्लकवाइजमा ड्र गरेँ, सबैमा गर्ने। यहाँ पनि त्यस्तै, 5 मा पनि यस्तै। सो यति हेर्ने बित्तिकै हामीले के देख्यो भने यहाँ फिगर नम्बर 1 मा हेर्नु भने टुवार्ड्स लोभ गयो यो एरो ड्र गर्दाखेरि यो लोभहरू फर्केकोतिर गयो, बाँकी सबैमा ब्याकबाट गइरहेछ, पछाडिबाट गइरहेछ, लोभको पछाडिबाट गइरहेछ बाँकी सबैमा। सो 1 2 3 4 5 मध्ये फरक लजिकले बनेको कुन रहेछ भने फिगर नम्बर 1 नै छ। त्यही भएर यो नै अड वन हुन्छ र हाम्रो एन्सर चाहिँ के हुने भयो फिगर नम्बर 1। अर्को क्वेसन हेरौँ त, एनालोजी द्याट इज 1 2 3 बाट 1 9 4 भएको छ। सो त्यसै गरी 3 0 2 बाट चाहिँ के आउँछ भन्दैछ, 1 बाट 1 भनेको 1 को स्क्वायर गर्दा पनि 1 को स्क्वायर 1 नै, त्यस्तै 3 को स्क्वायर 9, त्यस्तै 2 को स्क्वायर 4। सो स्क्वायर गरेछ, त्यही अनुसार हेरौँ त 3 को स्क्वायर 9, 0 को स्क्वायर 0, 2 को स्क्वायर 4 भनेपछि 904 हुनुपर्छ। सो 904 कहाँ छ हामीसँग अप्सन ए मा छ। सो एन्सर के हुने भयो त अप्सन ए। अर्को हेरौँ त, तलको डकुमेन्टलाई अब्जर्भ गर्नुहोस्। सो यहाँ हामीलाई चारवटा डकुमेन्टको नामहरू दिएको छ। उपयुक्त विवरणलाई अल्फाबेटिकल अर्डरमा एरेन्ज गर्दा दिएको मध्ये कुन विकल्प सही छ। सो यो अल्फाबेटिकल अर्डरमा यो चारवटा डकुमेन्टलाई हामीले एरेन्ज गर्नुपर्ने। सो पहिलो के आउँछ अल्फाबेटिकल अर्डरमा, बी आउँछ। बी के छ त स्टार्टिङ लेटरहरू त के डी एम बी छ भने पहिलो बी आउनुपर्छ द्याट इज 4 नम्बरवाला, त्यसपछि डी आउनुपर्छ द्याट इज 2 नम्बर, त्यसपछि के आउनुपर्छ 1, त्यसपछि के आउनुपर्छ भने यम, यम भनेको 3। सो 4 2 1 3 हुनुपर्छ। सो
सो 4 2 1 3 कहाँ छ हामीसँग अप्सन सी मा छ। सो एन्सर के हुनुभयो त अप्सन सी। अर्को हेरौँ त, यदि मर्जफुल शब्दका सम्पूर्ण वर्णहरूलाई पुनः मिलाएर वर्णानुक्रम अनुसार राखियो र अङ्ग्रेजी वर्णमालाका एक एक वर्ण अगाडिका वर्णहरूले प्रतिस्थापन गर्यो भने वर्णहरूको नयाँ क्रम कस्तो हुन्छ। सो पहिलो के भन्दैछ भने यो मर्सीफुल वर्डमा भएको लेटरहरूलाई अल्फाबेटिकल अर्डरमा राख्नुपर्ने। सो अल्फाबेटिकल अर्डरमा राख्ने, त्यसपछि त्योभन्दा अगाडिको एक एक स्टेप घटाउने, द्याट इज प्रत्येकको पोजिसनबाट -1 गर्न भने हो। सो पहिला यसलाई अल्फाबेटिकल अर्डरमा राखौँ त। सो पहिलो के आउँछ त, यहाँ यो मध्येको पहिलो सी आउँछ, त्यसपछि ई देखिरहेको छु, त्यसपछि एफ देखिरहेको छु, सिइएफ, त्यसपछि आई, त्यसपछि एल, त्यसपछि एम, त्यसपछि के त आर, अनि त्यसपछि यू। सो यहाँ काउन्ट गर्नु त कतिवटा भयो, 1 2 3 4 5 6 7 8 वटा छ भने 3 3 6 2 8 वटा भयो। भनेको हामीले यसलाई अल्फाबेटिकल अर्डरमा मिलायो। अब के गर्नुपर्ने, प्रत्येकबाट -1 गर्नुपर्ने। द्याट इज सी लाई के त बी लेख्नु पर्यो, ई लाई डी लेख्नु पर्यो, एफ लाई ई लेख्नु पर्यो, आई लाई एच लेख्नु पर्यो, एल लाई के लेख्नु पर्यो, एम लाई एल, आर लाई क्यू, अनि यू लाई टी। भनेपछि BDEH KL QT हुनु पर्यो। सो त्यो कहाँ छ हामीसँग अप्सन बी मा छ। सो एन्सर चाहिँ के हुने भयो, अप्सन बी। सो यो क्वेसन हेरौँ त, केशवले कुनै सामान निश्चित मूल्यमा बेच्दा 20% फाइदा गर्छ। यदि उसले उक्त सामान दोबर मूल्यमा बेचेमा उसको नाफा प्रतिशत कति हुन्छ। सो 20% फाइदा भनेको 20% फाइदा भनेको के त, 120% अफ सीपीमा बेचे हो। सो केशवले कुनै सामानलाई निश्चित मूल्यमा बेच्दाखेरि 20% फाइदा हुन्छ भनेको पनि 120% अफ सीपीमा बेचे हो, 120% अफ सीपीमा बेचेछ। अब यदि उसले सामानको दोबर मूल्यमा बेचेमा, दोबर मूल्यमा बेचेमा भनेको के त 240% अफ सीपी हुन जान्छ। त्यसो भए 240% अफ सीपीमा बेच्नु पर्यो। सो यतिखेर नाफा चाहिँ कति हुन्छ। सो 120% अफ सीपीमा बेच्दाखेरि 20% नाफा, 240% अफ सीपीमा बेच्नु पर्यो। सो यो 20% नाफा भनेकै 120% अफ सीपी हो। सो डबल मूल्य भनेको 240% अफ सीपी। सो सीपी जहिले 100% हुन्छ र 240% मा बेच्नु भनेको पनि 100 घटायो सीपी घटाएपछि नाफा मात्र बाँकी कति बच्यो त 140%। सो 140% चाहिँ टोटल नाफा हुन्छ यदि निश्चित मूल्यको डबलमा बेचेमा। सो हाम्रो एन्सर चाहिँ के हुने भयो, अप्सन डी। एक हाँसकोटमा भाषामा निक का पाको अर्थ हु आर यू, का ना ता डा को अर्थ यू मे कम हेयर तथा हो टा सा को अर्थ कम एन्ड गो हुन्छ भने त्यो कोड भाषामा निक को अर्थ के हुन्छ। हामीले निक को पत्ता लगाउनु पर्ने। निक कहाँ छ त, सुरुमै छ योमा। सो पहिला कम्पेयर गरौँ त, हामीले कम्पेयर गर्दै आएको पहिलो र दोस्रो। सो यहाँ पनि के ए छ का, यहाँ पनि के ए छ, र यहाँ हेर्ने हो भने यहाँ पनि यू छ, यहाँ पनि यू छ। भनेपछि काको कालाई केले कोड गरे रहेछ भने युले। सो काको अर्थ के रहेछ भने यू रहेछ, के ए काको अर्थ चाहिँ के रहेछ भने यू रहेछ। अब बाँकी हामीले निकको पत्ता लगाउनु पर्ने। त्यसको लागि पीए थाहा भयो भने सजिलो, पाको। अब निक पनि अरू कुनैमा छैन, पा पनि छैन, भनेपछि यू हुनै सक्दैन, अप्सन ए पोसिबल नै छैन। त्यसपछि हु आर यूबाट अब होला। सो मे पनि छँदै छैन, हुनै सक्दैन, गो पनि हुनै सक्दैन। भनेपछि बाँकी के त डीमा हु और आर। सो हु र आर मध्ये एउटा हुन सक्छ निकको। सो एन्सर चाहिँ के हुने भयो त अप्सन डी। अर्को क्वेसन हेरौँ त, दिएका प्रश्नहरूमा शब्दहरूको अर्थपूर्ण क्रमको सही संयोजन पत्ता लगाउनुहोस्। सो यहाँ हेरौँ त, अप्सनबाट हेरौँ यसलाई। 5 बाट सुरु भएको छ भने औलाबाट सुरु गरौँ। द्याट इज हामीसँग छ यहाँ के भने काँध, नाडी, कुइनो, हत्केला भनेको हातकै पार्टहरू छ, बडीकै पार्टहरू छ भने पहिलो मैले औला राखेँ। औला पछि के हुन्छ भने औला पछि के आउँछ, हत्केला, द्याट इज 4। त्यसपछि के आउँछ, नाडी 2, त्यसपछि कुइनो आउँछ 3, त्यसपछि काँध आउँछ 1। भनेको बढ्दो क्रममा औलाबाट हत्केला, त्यसपछि नाडी, कुइनो, काँध। सो यो अब हामीसँग अप्सनमा छ कि छैन, 5 4 2 3 1 अप्सन ए मै रहेछ। सो हाम्रो एन्सर चाहिँ के हुने भयो, अप्सन ए। ल यो हेरौँ त अर्को, एकजना बच्चा बुवालाई खोजिरहेको छ। ऊ पूर्वतर्फ 90 मिटर हिँडेर दाहिने फर्कन्छ र 20 मिटर हिँड्छ, त्यसपछि दाहिने फर्केर 30 मिटर हिँडेर काकाको घरमा पुग्छ, तर उसको बुवा त्यहाँ हुँदैन। त्यहाँबाट 100 मिटर उत्तर दिशातर्फ
सिधा बढेर बुवा नजिक पुग्छ भने छोराले कति टाढा गएर बुवालाई भेटाउँछ। सो यो जसरी जसरी बच्चा हिँडिरहेछ त्यसरी नै हामीले पनि बनाऊ यहाँ डायग्राम। अब सो के गरिदिइरहेछ भने 90 मिटर पूर्वतिर गएर दाहिने फर्कन्छ। सो 90 मिटर के गर्यो भने 90 मिटर यसरी पूर्वतिर गयो, 90 मिटर यसरी पूर्वतर्फ गयो र 90 मिटर गएपछि दाहिने भएर दाहिने 20 मिटर हिँड्छ, दाहिने फर्केर यसरी 20 मिटर, त्यसपछि फेरि दाहिने हिँडेर 30 मिटर भनेको फेरि दाहिने चाहिँ घुमेर 30 मिटर। सो यहाँ आउने भयो। त्यसपछि 100 मिटर उत्तरतर्फ, सिधै 100 मिटर उत्तरतर्फ भनेको यसरी मैले ताने यहाँबाट 100 मिटर उत्तरतर्फ यो 100 मिटर यो। सो अब के सोध्दैछ भने ओरिजिनल र फाइनल डिस्टेन्सको सर्टेस्ट डिस्टेन्स कति भनेको यो डिस्टेन्स हामीले निकाल्नु पर्ने। यहाँ यो डिस्टेन्स कति हुन्छ? सो यो 90 छ, यो 30 छ भने यहाँदेखि यहाँसम्म पनि यो 30 नै हुने भयो भनेपछि यति चाहिँ के हुने भयो, यति पोर्सन चाहिँ 60 हुने भयो। अनि यो टोटल 100 छ भने अनि यो 20 छ भने यो पनि 20, यहाँदेखि यहाँसम्म 20, त्यसो भए यो माथिको कति हुने भयो त 80। सो 60 र 80 को ट्रिप्लेट कति हुन्छ? 100। सो यो डिस्टेन्स कति रहेछ भने 100 मिटर। सो 100 मिटर कहाँ छ हामीसँग? अप्सन बी मा छ। सो एन्सर के हुने भयो त? अप्सन बी।